कसम तपाईँसँग चाहिँ कसरी आयो मसा कुरा अर्थ त मसा नभएको मसा कुरा बड़ा हरामी हो बेटा खोइ हेर्नु मेन्टेन गरे हुन्छ मोबाइल कस्तो राम्रो चिनीको चाहिँ डोक्स ठुलो हुन्छ है केटा डोक्स चाहिँ खतरा लाग्छ कि कलर त बास्या भालेको जस्तो लाग्छ यार डोक्स चाहिँ बा बड़ा हरामी हो बेटा कति वर्ष भयो दाइ म भर्खर हो 8-9 महिना भयो ए झन् हामी त झन् भर्खर हो दाइ 35 दिन पनि खटे हामी पनि धेरै भएन 1 महिना भयो 1 महिना जति भयो अभी मजा आएगा ना भिड़ो 1 महिना 1 हप्ता 1 महिना 1 हप्ता भयो भुटानीहरू हप्सिनेहरू कुनै पनि फेरि ओभर बुलेट हुन्छ नि भाइ आउने क्या राम्रो छ अप्सन कस्तो एउटा के हप्सिँदै थिएँ कस्तो एउटा पातली पातली होइन अलि होची होची छ नि होइन हामीसँग त्यो अहिले किन्ने गएको छ कि कस्तो पटाइदियो नि त। अनुहार राम्रो छ क्या। पटाइदियो त्यस्तो झेर काली पनि सक्नेले पट्याउँदा नि हुन्छ सक्नेले पठाउँछ हप्सिनेहरू नेपालीसँग सक्नु चाहिँ पर्यो फेरि सके पठाउने होइन नसके एकदम नरम तरिकाले कुरा आज केही गरेन अस्तिको फ्राइडे नाचेर गयो होइन बढी देखाएको केटा कस्तो दामी छ यार कसको भिक्टोरियाको कहिले देख्नुभयो फेरि टुना हो क्या भिक्टोरियाको बढी कसम ए भिक्टोरिया भनेको उयो हो तपाईँसँग चाहिँ कसरी आयो मसा कुरा अर्थ त मसा नभएको छ हुन्छ त हप्सिनेहरू बबाल हुन्छ नि खतरा हो हेर न यी। खानु मिल्छ नि त्यही कुरा हो क्या भिडियो पट्याएर गिँड्देऊ पट्याएर सिराइदियो नि मलाई फेरि त्यही हुँदैन यहाँ तर होइन यस्तो स्पिड छ के ए यो उ गर्दो रहेछ के अरे जिम गराएर हुन्छ कि यसले खतरा ट्यालेन्ट छ ट्यालेन्ट पनि छ राम्री पनि लाग्छ मलाई त खतरा talent छ। ब्ल्याक ब्युटी ब्ल्याक ब्युटी त दामी हुन्छ हाम्रो भिक्टोरिया फ्रम केन्या शी इज भेरी ट्यालेन्टेड गर्ल गुलाब जामुन दिन्छ आइज गुलाब जामुन पार्टी साटी खानुपर्छ भने हल्का दारू नयाँ सिक्ने अस्ति मलाई कुवेत सिटी घुम्न जाऊँ भनेको थियो नि हो र उता पुल सिधा छ त्यहाँबाट सिधा होइन यता यता त यता यता जानु पाउँदैन उहाँबाट युटर्न अँ, यहाँबाट माथि युटर्न देख्दैन नो युटर्न नो लेफ्ट टर्न राणीको छेउ यो अरू राणीको बानहरूलाई सकिँदैन हौ कस्तो ह्याङ गर्छ भने लास्टबाट पनि निक्लिँदा हुन्छ जस्तो लाग्यो मलाई तर तलबाट फेरि घुम्नुपर्छ दाइ हो तलबाट फेरि लेफ्टी नै हान्नुपर्छ हो हजुर अलिक त्यो अल्टरै छ क्या ठाउँै अल्टर ठाउँमा लगाएर राखेको छ यार हामीलाई Few moments later. यही बिल्डिङ हो दाइ यहाँ भित्र रोक्नु यहाँबाट ए उ त्यो यो होइन अलि छुट्यो दाइ पछाडि छुट्यो नि के हो पिकै आउँछ यार पिकै हो डेली यहाँबाट हालिदिउँ ब्याग हाल्दिन त्यही हो क्या अब फाइनली रुम आइपुग्यो भने त भाइ हेलो
फाइनली आइपुग्यो दाइ भगाउँछ है भरे भरे एडिट गरेर पुरै हैन फाइनली पुग्यो फाइनली पुग्यो हल्का हाल्नु पर्यो नि त यार के 25 केटी भन्दा भन्दै 38 केटी तुमसे ना हो पाएगा मैले त भने हैन केटाहरुलाई निस्किन एकछिन यताबाट निस्क न भाइ यताबाट निस्क्यो भने सदमा हान्यो सदमा ल निकाल सामान पैसा दियो अन्य सामान अन्य एक महिनाको लागि किन्यो होला पैसा भाइ यस्तो के हुन्छ रमेश यो चाहिँ तेरा ह तेरा हातिले होला त्यहाँ हार्दिक भएको आर्टिक्स 2,000 years later. ल त है ल थ्याङ्क यू सो मच ल केटा उठाउनु पर्छ र मैले बड़ा हरामी हो बेटा ल उठाइदिन्छु म हल्का यार